के तपाईलाई थाहा छ जुन एलपीजी सिलिन्डर तपाईं सधैँ घरमा प्रयोग गर्नुहुन्छ त्यसको यात्रा जमिनमुनि दबिएको काँचो तेल क्रुड ऑयलबाट सुरु हुन्छ। सोच्नुहोस् यो कुनै साधारण प्रक्रिया होइन बरु एउटा यस्तो यात्रा हो जसमा लाखौं वर्ष पुरानो ऊर्जालाई आधुनिक प्रविधिको माध्यमबाट उपयोगी ग्यासमा बदलिन्छ। जब काँचो तेल जमिनबाट निकालिन्छ यो एकदमै प्राकृतिक रूपमा हुन्छ, कालो, बाक्लो र यसमा धेरै प्रकारका रसायनहरू मिसिएका हुन्छन्। यो काँचो तेललाई सिधै प्रयोग गर्न सकिँदैन, त्यसैले यसलाई रिफाइनरीमा पठाइन्छ र यहाँबाट सुरु हुन्छ विज्ञान र इन्जिनियरिङको एउटा उत्कृष्ट सङ्गम। हरेक चरण सावधानीपूर्वक डिजाइन गरिएको हुन्छ ताकि तेलको हरेक अंशलाई छुट्याएर उपयोगी उत्पादनहरू बनाउन सकियोस्, जस्तै पेट्रोल, डिजेल र एलपीजी। आज यस भिडियोमा तपाईले देख्नुहुनेछ कि कसरी एउटा काम नलाग्ने जस्तो देखिने कालो तरल पदार्थ एउटा सुरक्षित र सफा इन्धन एलपीजीमा परिणत हुन्छ। जब काँचो तेल रिफाइनरीमा पुग्छ सबैभन्दा पहिलो चरण त्यसलाई तताउने हुन्छ। त्यो पनि सामान्य होइन, यति धेरै कि तेल साँच्चै उम्लन थाल्छ। यस तातो तेललाई एउटा विशाल टावरमा पठाइन्छ जसलाई डिस्टिलेसन कलम भनिन्छ। यो टावर रिफाइनरीको मुटु हो। यहाँ विज्ञानको एउटा रोचक नियम प्रयोग हुन्छ। हरेक तरल पदार्थको उम्लने बिन्दु बोइलिङ पोइन्ट फरक हुन्छ। जब तेल तात्छ त्यसभित्रका विभिन्न भागहरू फरक फरक तापक्रममा बाफ बनेर माथि उठ्छन्। गरुङ्गो भागहरू तलै रहन्छन् र हल्का भागहरू माथि जान्छन्। सबैभन्दा माथि जुन ग्यासहरू जम्मा हुन्छन् तिनै एलपीजी बन्नका लागि सबैभन्दा महत्त्वपूर्ण हुन्छन्। यो प्रक्रिया यति सटिक हुन्छ कि हरेक तहमा फरक उत्पादन जम्मा गरिन्छ, अर्थात् एउटै तेलबाट धेरै इन्धनहरू निस्कन्छन्, बिल्कुल जादु जस्तै। अब जुन ग्यासहरू डिस्टिलेसन टावरको माथिल्लो भागमा जम्मा हुन्छन् तिनलाई सिधै प्रयोग गरिँदैन। यिनलाई फेरि प्रशोधन गरिन्छ ताकि प्रोपेन र ब्युटेन जस्ता ग्यासहरू निकाल्न सकियोस्। यही दुई ग्यास मिलेर एलपीजी बन्छ। यी ग्यासहरू प्राकृतिक रूपमा धेरै हल्का हुन्छन् र हावामा सजिलै मिसिन सक्छन्, त्यसैले यिनलाई नियन्त्रण गर्नु जरुरी हुन्छ। रिफाइनरीमा विशेष प्रणालीहरू प्रयोग गरिन्छ जसले यी ग्यासलाई शुद्ध गर्छ र नचाहिने अशुद्धताहरू हटाउँछ। यस चरणमा एलपीजी अझै ग्यासकै रूपमा हुन्छ, तर सिलिन्डरमा भर्नका लागि यसलाई तरल लिक्विडमा बदल्नुपर्छ। यो काम उच्च चाप हाई प्रेसरबाट गरिन्छ। चाप बढाउने बित्तिकै यो ग्यास तरल बन्छ। यही कारणले एलपीजी सिलिन्डरमा धेरै मात्रामा ग्यास भर्न सकिन्छ। जब एलपीजी तरल रूपमा तयार हुन्छ यसलाई ठूला भण्डारण ट्याङ्कहरूमा राखिन्छ जहाँबाट वितरण सुरु हुन्छ। यहाँ सुरक्षा सबैभन्दा महत्त्वपूर्ण हुन्छ किनकि एलपीजी अत्यधिक प्रज्वलनशील ग्यास हो। त्यसपछि आउँछ सिलिन्डर भर्ने प्रक्रिया। खाली सिलिन्डरलाई पहिले जाँच गरिन्छ। कुनै चुहावट वा खतरा नभएको पक्का भएपछि स्वचालित मेसिनहरूबाट हरेक सिलिन्डरमा निश्चित मात्रामा एलपीजी भरिन्छ र तौल जाँच गरी सिल गरेर तपाईको घरसम्म पठाइन्छ।